हेलो साथीहरू, आज चाहिँ म भन्टाको अचार बनाउन जाँदैछु। यति मिठो हुन्छ यो भन्टाको अचार, हजुरहरू उंगली चाट्दै रह जाएंगे। सुरुमा भन्टालाई यसरी तेलमा काटेर तेलमा हाल्ने अनि छोपेर पकाउने। त्यसपछि एकछिनमा बिर्को खोलेर थोरै पानी हाल्ने अनि गोडबेलालाई पनि बफ्याउन राख्ने। गोडबेला र भन्टालाई चाहिँ सँगै बफ्याउने। भन्टाको चाहिँ भेट्नु मनपर्छ भने राख्नुहोस्, नत्र चाहिँ पाल्दा पनि हुन्छ। यसरी उल्टाइ पुल्टाइ गर्न चाहिँ सजिलो हुन्छ। यसरी उल्टाइ पुल्टाइ गर्दै यसलाई पकाउने। मजाले पाकेपछि चाहिँ हामी फेरि अगाडि बढ्छौँ। उल्टा पुल्टा यसरी हेर्न मिल्छ चिम्टाले। त्यसपछि हामीले यसमा राख्छौँ प्याज, मसिनो मसिनो गरेर काटेको प्याज अनि मसिनो गरेर काटेको लसुन। मलाई चाहिँ काँचो लसुन मनपर्छ, काँचो लसुन राख्ने। अनि चाहिँ अब हामी यसमा राख्छौँ कागती राख्दाखेरि चाहिँ कागतीको दाना नराख्नु होला। दाना राखेपछि दानाले पछि नमिठो गराउँछ नि त। मैले चाहिँ दाना निकाल्न बिर्सेछु। दाना नराखिकन कागती निचोर्ने र मजाले मिच्ने। अब यो भ्यान्टाको डाँठ चाहिँ मलाई मन पर्दैन, त्यही भएर म निकालिदिन्छु। ओहो, यो हेर्दैखेरि मेरो मुखमा पानी आइसक्यो। यति मिठो हुन्छ नि साथीहरू। अब यसलाई मजाले मिच्ने, मजाले भ्यान्टालाई चाहिँ लदरो बनाउने, मजाले मिचेर। अनि यो मिचेपछि चाहिँ हामी अब यसमा हाल्छौँ नुन। हामी चाहिँ यसमा धेरै मसलाहरू केही पनि हाल्दैनौँ, स्वादअनुसार नुन हाल्छौँ। यति मिठो हुन्छ, यति गट फ्रेन्डली हुन्छ यो, यति मिठो हुन्छ। के पनि हाल्नु पर्दैन, बस नुन हाल्ने स्वादअनुसार र तेलमा मेथी फुराउने। अनि तेलमा मेथी फुराएर बेसार हालेर मजाले चलाउने। यसमा चाहिँ हामी खोर्सानी पनि राख्दैनौँ, किनभने हामी गट फ्रेन्डली बनाइरहेको छौँ साथीहरू। यति मिठो हुन्छ, यति मिठो हुन्छ कि हाम्रो घरमा त सबैजनाले यति खाना खानुभयो। यो भन्टाको अचारसँग यस्तो मिठो हुन्छ। मैले फेसबुकमा देखेर बनाएको रेसिपी हो साथीहरू। फर्स्ट टाइम ट्राई गरेको, मिठो भएको थियो, दामी दामी। सेफ्स किस। हजुरहरू पनि बनाएर ट्राई गर्न सक्नुहुन्छ घरमा र मलाई भन्नुहोला कस्तो भयो। बनाउन पनि एकदम सिम्पल, खाँदा पनि एकदमै मिठो। हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। एकचोटि सबैजनाले बनाएर ट्राई गर्नु होला आफ्नो घरमा। ओके साथीहरू, आजलाई यति नै। पछि फेरि यस्तै रेसिपीहरू लिएर आउने नै छौँ। बाई बाई।